गुड इभिनिङ साथीहरू। र अब चाहिँ मेरो लागि यहाँ मटर पनिर बिरयानी बनाउन गइरहेको छु। र मटर पनिर बिरयानी भनौँ अथवा पुलाउ भनौँ एउटै बात हुन्छ है। अन्त आमाहरूलाई चाहिँ खसीको मासु बनाइदिएँ, फर्स्ट खिर बनाएँ, त्यहाँबाट मटन बनाएँ है। अन्त चाहिँ आमा र चाहिँ मैले चाहिँ हाम्रो लागि त्यस्तो बनाइदिनु भयो, तपाईँको लागि चाहिँ के बनाउने नि भनेर भन्यो। आमाले पनि त्यसो भन्यो, अन्त चाहिँ मैले पनि त्यसो भन्नुभयो। तपाईँहरू नसुर्ताउनुहोस् न, मेरो लागि चाहिँ म मटर पनिर बिरयानी बनाउँछु भनेर भने। अन्त यहाँ चाहिँ मैले सबै कुरो हालेर बनाएँ। अन्तखेरि बदामहरू सबै हालेँ। अन्त पनिर च्याङ्बाले फ्राई गरिदिनु भएको थियो, अलिअलि डढाइदिनु भएछ हो। यो चाहिँ मैले सादा बनाएँ, त्यति मरमसला हालिनँ, खालि पिरो चाहिँ हालेको छु हो। अन्त मेरो बिरयानी पनि पाकेर यहाँ रेडी भयो। अन्त मैले चाहिँ यहाँ फटाफट हाल्न थालेँ खानुको लागि। त्यहाँबाट कस्तो मिठो भएको थियो यो बिरयानी चाहिँ। अन्त मिठो पनि किन नहोस्, मैले यसमा चाहिँ डल्लेको अचार पनि हालेको थिएँ साँधेको, यसमा हल्का तेल पनि हालेँ मैले। अन्त तेलमा चपालेको खोर्सानी पनि हालेर खाएको। आहा क्या मिठो भयो भने नि साथीहरू। हस् त, थ्याङ्क यू फर वाचिङ।